हेलो फाइनल्ली गाइस अब ड्युटीतिर लाग्यो कोठासोटा बन्द गरेर हैन चाहिँ कोठासोटा बन्द गरेर आज हाम्रो यहाँ बसन्ती यहाँ अच्छा बसन्ती यहाँ बसिरहेको छ। आज पानी परेर मौसम पनि यस्तो छ दामी छ आजको मौसम हेर्नुस् है म आजको मौसम यस्तो दामी छ आजको मौसम यस्तो दामी छ। अब यो नालाको भिडियो हेर्नुस् है कस्तो आउँछ है आज नयाँ ट्रिकको भिडियो दिन्छ। इन्होंने वक्त बदल दिया जज्बात बदल दिए। यहाँ छ फाइनली गाइज भन्नुपर्दा बसन्ती यहाँ छ। बसन्तीको लागि ओहो यहाँ त भिजेछ सिट पुरै यार सिट पुरै यहाँ भिजेछ। हैन यस्तो गरे यसमा मोडे मोबाइल अडाउनु पर्यो। ल फाइनली गाइज आइसकेको छु अब काममा जानु पर्यो। काममा नगई पनि भएन काममा जानको लागि रेडी अवस्थामा है। ल कस्तो हुन्छ अब विश्वकर्मा बाबालाई सम्झेर ल आजलाई गाडी स्टार्ट गर्दैछु। फाइनली गाइज भन्नुपर्दा जे होस् दामी छ अहिले गेट खोल्दै हुनुहुन्छ हैन। ल गएँ म अब मैं आ गया हूं ना अब देख तमाशा दिखाता हूं तेरे को बिपाशा। यहाँनिर हस्पिटल बन्दैछ हस्पिटल यहाँनिर हस्पिटल बन्यो तर बाटोमा यहाँ के गराइदियो भने यहाँ यस्तो आपत बनाइदियो यहाँ बाटोमा यस्तो गराइदिएछ क्या यस्तो कडा गराइदियो बाटोमा यस्तो के गराइदियो यस्तो नाला खनेर यस्तो नाला खनेर बिजो हिजोबाट यहाँ हस्पिटल ओपनिङ भएछ। हस्पिटल ओपनिङ भएछ ट्र्याक्टर आइरहेको छ यहाँ यता ट्र्याक्टर आइरहेको छ गङ्ग्रेङ गङ्ग्रेङ बस पनि आइरहेको छ। अब हामी जानुपर्ने यता ओ ट्रक पनि आइरहेको यार ट्रक पनि बाबा खत्रै तरिकाले आइरहेको छ त्यो गाडी के हो। ल अब हामी पनि जानु पर्यो फाइनली रूपमा एउटाले इट्टा एउटाले दाउरा बोकेर जाँदै रहेछ एउटाले इट्टा एउटाले दाउरा बोकेर जाँदै रहेछ फाइनली रूपमा। ल बस नमक्क निस्क्यो त फेरि 14 चक्कीहरू पनि यहीँ बसिरहेको रहेछ। पहिला हाम्रै चैतन्य यही हाम्रै कम्पनीकै थियो 14 चक्की अहिले पनि यहीँकै हो। फाइनल रूपमा हामी कम्पनी आइयो है आज चाहिँ खुल्ला छ आज खुलेछ कम्पनी कम्पनी चाइना कम्पनी आइयो गेटमा आइयो हैन। गाडी बन्द गरेर अब होइन जानु पर्यो काममा गियरमा हाल्नु पर्यो ट्याक्क लाएर गाडीलाई अब यस्तरी होइन के गर्ने हो सधैँको मोबाइल लिनु पर्यो यस्तरी जानु पर्यो के गर्ने। फाइनली रूपमा ढोका पनि लगाइयो फाइनली चेक हुँदैछ है यहाँ यो बुटोल जाने सामान चेक हुँदैछ लियाजीहरूले चेक गर्दै हुनुहुन्छ।
ल फाइनली गाइज बुटोलको सामान लोड भयो कम्बोर्ड र जिजाजीले यहाँ टेप लगाउँदै हुनुहुन्छ बुटोलतिर अनि यो यहाँको गोदामबाट लोड भयो फाइनली कम्बोर्ड भन्ने लोड भएछ अनि यहाँ गोदाम यहाँभित्र छ कम्बोर्डहरू लोड भएछ त गरियो गाइज पानी परेर यस्तो भयो पानी परेर गाइज गाडीमै बस्नु पर्यो पानी परेर यहाँ आपद पानी परेर पानी परेर आपद भयो हिँड्नै पाइएन लोड गर्नु त लोड त भयो गाडीमा लोड त भएको छ पानी परेर हिँड्न पाइएन पानी परेर हिँड्न पाइएन के गर्ने हो यता आइरहेको छ त्यो गाडी त हामी हेरेको भन्नु पर्यो होइन बुटोलमा आएपछि गाडी भत्काइदिनु यहाँ हानिदिन्छ नि यहाँ म अलिक पहिल्यै हो यहाँ बुटोलाको पानी गाडी चलाउँदा यहाँ स्कुटीलाई इन्डियन उसले यहाँ त्यो घुम्दाखेरि टुँडोले स्कुटीलाई लाएर लुङ्गै ढले स्कुटी उछुट्टिएको यहाँ बुझ्नु त आफूले हो नि त लोड गाडी छ आफ्नो हल्का गाडी छ त्यसरी बुझ्दैन कि मान्छेले खास त्यो हल्का गाडी को रोक्ने हो र हल्का गाडी थाम्दैन कहाँ थाहा हुन्छ लाग्छ कि लाग्दैन होइन चल भगवान हेर त भाषा चालु गरेर छोडेको छु मैले खाइन जाँडा अभी मजा आएगा ना भिड़ो चालु भएको सेकेन्ड चले क्या करता बॉस आना ही पड़ा पब्लिक की डिमांड थी कहानी खत्म होने को आई और अभी तक एक्शन शुरू ही नहीं हुआ भयो